ओके, आज चाहिँ कार्तिक 24 गते अनि स्पेसल्ली हाम्रो इच्छाकामना गाउँपालिकामा चाहिँ मन्दिरमा मेला लाग्ने दिन हो आज चाहिँ। अनि जात्रा चाहिँ हिजो बेलुकादेखि लागेको थियो अनि हामी चाहिँ बिहानको समयमा दर्शनको लागि निस्क्यौँ 3 बजे। हामी 6 बजे त्यहाँ पुग्यौँ। हामी चाहिँ मन्दिरतर्फ जाँदैछु। यो चाहिँ मन्दिर हो। त्यसपछि मन्दिरमा दर्शनको लागि हामी चाहिँ लाइन बस्दैछु। लाइन चाहिँ एकदम लामो थियो। सी लेभलबाट धेरै नै माथि रहेको भएर होला मन्दिरबाट देखिने दृश्य चाहिँ एकदम मनमोहक मन लोभ्याउने खालको दृश्यहरू देख्न सकिन्छ। पहिलाको पुरानो मन्दिर चाहिँ यो रहेछ। यहाँ हुने रहेछ सबै पूजाहरू। पहिला तलको मन्दिर नबनेको रहेछ पहिला चाहिँ। अहिले सबै व्यवस्थित मन्दिर चाहिँ तल छ। यो चाहिँ पुरानो मन्दिर रहेछ। पूजाहरू सबै सकेर हामी चाहिँ फर्कनतर्फ लाग्दैछु। हाम्रो फ्यामिलीको इच्छाकामना दर्शनको भ्रमण चाहिँ सफल रह्यो।